नमस्कार सम्पूर्णलाई स्वागत छ मेरो अफिसियल युट्युब च्यानल हृदय राजवंशीमा। आज एसईई रिजल्ट 2077 को रिजल्ट पब्लिस भइसकेको छ र तपाईहरु सम्पूर्णलाई शुभकामना दिन चाहन्छु। सम्पूर्णलाई उज्जवल भविष्यको कामना गर्न चाहन्छु र रिजल्ट हेर्नलाई सजिलो तरिका रहेको छ। कतिपयले कसरी रिजल्ट हेर्ने भनेर कतिपयलाई थाहा नहोला, सो उहाँहरुको लागि मैले एउटा एसईई को रिजल्ट हेर्नलाई एउटा भिडियो तयार पारेको छु। कृपया मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया पक्कै पनि सब्स्क्राइब गरिदिनु होला र आगामी दिनमा पनि यस्तै हेल्पफुल भिडियोहरु तपाईहरुको माझ ल्याउने नै छु। र यसैगरी एसईई को रिजल्ट हेर्नलाई तपाईहरु आफ्नो मोबाइलको कुनै पनि ब्राउजरमा जानुहोस् र मैले एउटा यहाँ see.net.np भनेर अनि यसरी गएपछि यो साइटमा जानुहोस् र यो साइटको इन्टरफेस यस्तो आउनेछ है त। त्यसपछि हामी अब सिम्बल नम्बर हाल्ने छौं सजिलै 33022229U र तपाईहरुको एडमिट कार्डमा यस्तो सिम्बल नम्बर रहेको हुन्छ है, अल्फाबेट पनि हुन्छ। सो यसरी सर्च गर्दाखेरि चाहिँ तपाईहरुको सिम्बल नम्बर नट फाउन्ड भनेर भन्या हुन्छ है। अब तपाईहरुले यसमा के लाउनु भने है दुईटा सिम्पल एउटा ट्रिक लाउनु पर्छ। जुन यो अल्फाबेट हुन्छ लास्टको यसलाई काट्दिनु होला र अगाडि 00 भनेर राख्दिनु होला है त। यो भनेको एकदमै युनिक अहिलेको ट्रिक रहेको छ र यसरी तपाई 0 राख्दिनुस् अगाडि र पछाडीको अल्फाबेट हटाइदिनुस् है त। त्यसपछि सर्च रिजल्टमा जानुहोस्। ल हेर्नुस् त रिजल्ट आइसकेको छ र यहाँ एउटा सिम्बल नम्बर रहेको छ। यसमा 2.75 जीपी आएको छ। उहाँलाई एकदम धेरै बधाई छ र यसैको हामीले अब ग्रेड सिट पनि हेर्नलाई हो है। अब यसमा यसलाई कपी गरौँ र ग्रेड सिट भन्ने अप्सनमा यहाँ जानुहोस् र सिम्बल नम्बर राख्दिनुहोस् र यहाँ डेट अफ बर्थ भनेको छ है, डेट अफ बर्थ राख्दिनु होला यहाँ र डेट अफ बर्थको फर्मेट चाहिँ यस्तो हुनु पर्यो 2060 र यहाँ यस्तो फर्मेटमा राख्दिनु है, स्ल्याशमा चल्दैन। सो 0501 रहेको छ डेट अफ बर्थ र यसरी हालिसकेपछि सो रिजल्टमा जानुहोस् र तपाई ग्रेड सिट हेर्न सक्नुहुनेछ। यसरी नै तपाईहरु रिजल्ट हेर्न सक्नुहुनेछ। मैले अघि नै भनिसके लास्टको अल्फाबेट नराख्दिनु होला र अगाडि 0 थप्दिनु होला, नदेखाए त्यति पनि नदेखाए है। तपाईहरु आफ्नो स्कुलमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ र तपाईहरुलाई केही गाह्रो सारो परेको बेला त्यस्तै हेर्न अप्ठ्यारो भयो भने मलाई तपाईहरुले कमेन्ट मार्फत कमेन्ट गर्न सक्नुहुनेछ र मेरो यो भिडियोको डिस्क्रिप्सनमा मेरो प्रोफाइलको लिंक पनि राखिदिनुहुन्छ फेसबुकको, त्यहाँबाट तपाईहरुले मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद सबैलाई। एकदमै धेरै शुभकामना छ है त। हस्।